चम्पादेवी काठमाडौँ उपत्यकाको दक्षिण भागमा रहेको एउटा सुन्दर ठाउँ हो, जहाँबाट काठमाडौँको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ फर्पिङतर्फको सुन्दर दृश्यावलोकन गर्न पनि सकिन्छ। चम्पादेवी जाने विभिन्न बाटाहरू छन्, जसमध्ये टौदह पुगेर त्यहाँबाट बोसनगाउँ हुँदै देउराली निस्केर हिँड्ने बाटो पनि जान सकिन्छ। अर्कोतर्फ कीर्तिपुरको मत्स्य गाउँबाट उकालो लागेर पनि चम्पादेवी पुग्न सकिन्छ। त्यस्तै दक्षिणकाली जाने बाटोबाट भन्ज्याङ भन्ने ठाउँसम्म पुगेर त्यहाँबाट पनि जान सकिन्छ। दक्षिणकाली जाने बाटोबाट भन्ज्याङमा आइपुगेपछि भन्ज्याङबाट माथि उक्लेपछि यहाँसम्म चाहिँ गाडी अथवा बाइक आउन सक्छ। बाटो अलि अप्ठ्यारो छ। यो हात्तीबन्द रिसोर्ट भएको ठाउँ हो। चम्पादेवी हाइकिङको लागि अब यहाँबाट चाहिँ पैदल यात्रा सुरु हुन्छ। हात्तीबन्द रिसोर्टबाट अब चम्पादेवीतर्फ हाइकिङ सुरु हुन्छ। यो डल्लु सामुदायिक वन क्षेत्रबाट हात्तीबन्द रिसोर्टबाट माथि लागेपछि मिनी ग्रेट वाल जस्तै जस्तै शैलीमा बाटो निर्माणको कार्य भइरहेको छ। उसो त सैलुङ र बन्दीपुरमा पनि यस्तै खालका संरचना बनिसकेपछि त्यसको आकर्षणले पनि होला यहाँ पनि यो खालको एउटा संरचना झन्डै ग्रेट वालकै शैलीमा सानो संरचना बाटो यसरी निर्माण गरिँदै रहेछ। यो बाटोबाट अगाडि बढेर हामी यो सानो डाँडा चढेर अनि त्यस पछाडि यो सुन्दर हाइकिङ रुट हुँदै हामी यो ट्रेलबाट अगाडि बढ्न सक्छौँ। बाटामा वन जङ्गल अनि वरिपरिका सुन्दर दृश्य, काठमाडौँको सुन्दर दृश्यावलोकन गर्दै गर्दै अगाडि बढ्न सकिन्छ भने यो सिजनमा चाहिँ यहाँ काफल, ऐसेलु लगायतका वन्य फलहरू खाँदै खाँदै पनि हामी अगाडि बढ्न सक्छौँ। अगाडि बढिसकेपछि ठाउँ ठाउँमा बिसौनीहरू पनि भेटिन्छन्। ती बिसौनीहरूमा अस्थायी रूपमा पसलहरू पनि राखेको पनि हामी देख्न सक्छौँ। कतै बाक्लो जङ्गल, कतै ठाडो उकालो, ढुङ्ग्यानी उकालो हुँदै हुँदै गएपछि मन्दिर पुग्ने बेलामा, चम्पादेवी पुग्ने बेलामा चाहिँ यस्तो उकालो बाटो छ, तर ढुङ्गा लगाएर सुन्दर बाटो बनाइएको छ। त्यो उकालो पार गरिसकेपछि चम्पादेवी पुग्न सकिन्छ। चम्पादेवीको हाइकिङमा हामी छौँ र चम्पादेवी जाने यो बाटो अब हामी चम्पादेवी पुग्न लागिसक्यौँ। तल फर्पिङको तलबाट भन्ज्याङबाट माथि हात्तीबन्द रिसोर्टसम्म उक्लिएर त्यसपछि हामी चम्पादेवीतर्फ पैदल बाटो हिँडिरहेको छौँ। बडा गजबको बाटो छ। यो भिडमा पनि यो भिडको बाटो भए पनि सिँढी लगाएर बडो राम्रो सजिलो बाटो बनाइएको छ। चम्पादेवी मन्दिर चाहिँ खुल्ला रूपमा रहेको मन्दिर हो। हामी चम्पादेवी आइपुगेका छौँ। यो 2278 मिटरको उचाइमा रहेको काठमाडौँको दक्षिणी भेगमा रहेको यो डाँडो आन्तरिक पर्यटकको घुइँचो लाग्ने ठाउँ हो र विशेष गरी काठमाडौँबाट फर्पिङबाट हाइकिङको रूपमा यहाँ आउनेहरू बिदाका दिनहरूमा आउनेहरूको घुइँचो देखिन्छ। र यो मन्दिर चम्पादेवी मन्दिर ओपन रूपमै रहेको, खुल्ला रूपमा रहेको मन्दिर रहेको छ। यहाँको आफ्नै किम्वदन्ती छ, आफ्नै इतिहास छ। किम्वदन्ती अनुसार मञ्जुश्रीका दुईवटा पत्नीहरू रहेका, एउटीको नाम मर्ददेवी अथवा केशानी भन्ने गरिएको, जसलाई लक्ष्मी पनि भनिएको, र अर्की चाहिँ उपकेशानी अथवा सरस्वती थिए भन्ने चलन छ। जसमा काठमाडौँ जलमग्न भएको बेला त्यसको पानीलाई मञ्जुश्रीले काम गर्न सुरु गर्दै गर्दा उनले आफ्ना श्रीमतीहरूलाई अग्ला डाँडामा बास गर्न पठाएको भन्ने मान्यता छ, जसमा केशानीलाई फुलचोकीमा र चम्पादेवीमा चाहिँ उपकेशानीलाई पठाएको। त्यसैले पनि त्यो बेलादेखि नै यहाँ देवीको बास रहेको भन्ने जस्ता किम्वदन्तीहरू यसमा पाइन्छन्। भने यहाँ चम्पाका फुलहरू प्रशस्त पाइने हुनाले चम्पादेवी भनिएको हो भन्ने मान्यता पनि छ।